यो क्वेसन हेर्नु त हेरौँ। मलाई लाग्छ यसको एन्सर 1 हुनुपर्छ। आउनुहोस् यसको एन्सर चाहिँ के हुन्छ भनेर जानौँ। यसको एन्सर गर्नलाई हामीले बदमास रुल फलो गर्ने गर्छौँ। भने कुनै देशमा चाहिँ पेमदाज भनेर चाहिँ फलो गर्ने रहेछ, जसमा चाहिँ नेपाल युके इन्डिया र अस्ट्रेलिया जस्तो देशले चाहिँ बदमास फलो गर्ने र युएस क्यानाडा जस्तो देशले चाहिँ पेमदाज फलो गर्ने रहेछ। अनि हाम्रो जस्तो देशमा चाहिँ मलाई या धेरै जस्तोलाई चाहिँ ओ भनेको अफ र ओपन ब्राकेट हो भनेर सिकाइएको थियो। अनि जुन चाहिँ डी भन्दा पहिला ओ आएको छ अनि अफ चाहिँ पहिला गर्नुपर्छ डिभिजन भन्दा भनेर भनेको थियो। तर खासमा चाहिँ के रहेछ भन्दाखेरि ओ भनेको चाहिँ अफ नभइकन या ओपन ब्राकेट नभइकन अर्डर या इन्डिसेस रहेछ। अर्डर या इन्डिसेस भनेको चाहिँ पावर। यहाँ इक्जाम्पलको लागि मैले लिँदैछु 2 + 3 स्क्वायर छ। पहिला चाहिँ हामीले अर्डर गर्ने भएको भएर 3 स्क्वायरलाई गर्छौँ 9 अनि 2 गरेर 11 हुन्छ। तर धेरै जस्तोले चाहिँ यहाँ के गर्ने गरेछ भन्दाखेरि 6/2 ब्राकेट 1 + 2 मा चाहिँ ब्राकेटको बिचमा केही पनि छैन भने त्यहाँ अफ लेख्ने। अनि अफ भनेको चाहिँ डिभाइडभन्दा अगाडि आउँछ, त्यही भएर 2 अफ 3 गरेर 6 अनि 6/6 गरेर 1 गर्ने रहेछ। तर खासमा एन्सर चाहिँ यो करेक्ट रहेछ। मैले केही समय अगाडि चाहिँ यसलाई राइट एन्सर भन्थेँ अनि मैले सिकाउने बेलामा र सिक्ने बेलामा नि यसरी नै सिकेको हो। तर खासमा चाहिँ यो चाहिँ करेक्ट वे अफ डुइङ रहेछ। यहाँ बदमासमा डी अगाडि छ र पेमदाजमा चाहिँ यम अगाडि छ भने पहिला डी गर्ने कि यम गर्ने भन्ने कन्फ्युजन भएको होला। त्यस्तो म्याथमेटिकल हिसाब गर्ने बेलामा सबै कन्ट्रीको एउटै तरिकाले गर्न पर्ने भएको कारणले गर्दाखेरि डी र एममा चाहिँ जुन पहिला अगाडि आउँछ त्यही नै पहिला गर्ने भन्ने मतलब लेफ्ट टु राइटमा जुन पहिला अगाडि छ त्यही नै गर्ने। जस्तै 6/2 × 3 मा चाहिँ डिभाइड पहिला छ लेफ्टबाट राइटमा हेर्ने भने, त्यही भएर यहाँ चाहिँ डिभाइड पहिला गर्ने र अर्को 6 × 2/3 मा चाहिँ मल्टिप्लाई पहिला आएको छ भने लेफ्ट टु राइटमा मल्टिप्लाई पहिला आएको छ भने मल्टिप्लाई चाहिँ पहिला गरेर डिभाइड गर्ने रहेछ। यदि यसको एन्सर 1 निकाल्नु पर्ने थियो भने चाहिँ हामीले यो अनुसार यहाँ ब्राकेट राखेर 1 चाहिँ निकाल्नु पर्ने रहेछ। भनेपछि हामीले गरेको तरिका चाहिँ यो गलत हो भन्ने चाहिँ मैले बुझेँ अनि यो चाहिँ सही रहेछ भन्ने बुझेँ। र तपाईँहरूलाई कसरी सिकाएको छ र कुन चाहिँ सही एन्सर हो भनेर चाहिँ कमेन्ट गरिदिनु होला।